आत्मविश्वास नभएर सिलाइ काम सुरु गर्न सक्नुभएको छैन? आज म आफ्नो अनुभव सुनाउँछु ल। नमस्कार दिदीबहिनीहरू। मैले कम्युनिटी पोस्टमा सोधेको थिएँ, सिलाइ सिकिसकेपछि काम सुरु गर्न ठुलो समस्या के लाग्छ भनेर सोद्धाखेरि धेरैजना दिदीबहिनीहरूले चाहिँ आत्मविश्वास कम छ भनेर चाहिँ भोट दिनुभयो। र साँचो कुरा भन्नुपर्दा म पनि सुरुमा यस्तै थिएँ। मेरो सिलाइ राम्रो छ छैन, ग्राहकले मन पराउलान् कि मन नपराउलान् भनेर धेरै डर लाग्थ्यो। तर एउटा कुरा बुझेँ, आत्मविश्वास काम सुरु गरेपछि बढ्छ। र सुरु गर्नु अघि होइन, मबाट नि धेरै गल्तीहरू भए जसबाट मैले सिक्ने मौका पाएँ। गल्ती भयो भनेर कहिले पनि डराइनँ, बरु त्यसलाई कसरी राम्रो बनाउन मिल्छ भनेर सधैँ कोसिस गरिरहेँ। सधैँ अझै सिक्ने, आफूले जानेका कुरा सिकाउने सानो कोसिस गरिरहेँ र आज यति धेरै साथीहरू जोडिनु भएको छ मसँग। तपाईँहरू नि सुरु गर्नुहोस्, सानो कामबाट सुरु गर्नुहोस्। आफ्नो घर परिवार, साथीभाइ, छिमेकीको कपडाहरू सिलाएर अनुभव बटुल्नुहोस्। बिस्तारै आत्मविश्वास दुवै बढ्दै जान्छ। आज सुरु नगरे भोलि पनि यही डर रहन्छ। त्यसैले सानो कदमबाट सुरु गर्नुहोस्। बिस्तारै काम गर्दै गइसकेपछि अनुभव पनि बढ्दै जान्छ र बिस्तारै बिस्तारै अनुभव सँगसँगै सिकाइ पनि हाम्रो बढ्दै जान्छ। यसै गरेर चाहिँ हजुरहरूले चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। मैले पनि त्यसै गरेर नै सिकेको। सुरुमा सिलाइ सिक्न जाँदा नै मैले आफ्नो वरपर म सिक्न जाँदा देख्नुहुन्थ्यो उहाँले, मैले सिलाएर आफूले लगाउँथेँ लुगाहरू र त्यसपछि मेरो वरपरका साथीभाइ दिदीबहिनीहरूले चाहिँ मलाई कपडा दिनुहुन्थ्यो र म ज्याला नलिकन सिलाइदिन्थेँ। यदि ज्याला लिए भने पनि एकदमै कम, हाफ रेटमा या थोरै लिन्थेँ, जसमा कि मलाई पनि लुगा सिलाउनलाई प्रेरित होस् र म पनि लुगा सिलाउनलाई जाँगर लागोस् भन्ने हुन्छ नि एउटा, त्यस्तो हो। थोरै ज्याला, अब जुन मेन टेलरमा भन्दा कम ज्यालामा चाहिँ लिएर चाहिँ म यसरी लुगा सिलाउँथेँ। र जहाँ सिक्न जान्थेँ त्यहाँ पनि म त्यो टेलरमा जसले मलाई सिकाउनुहुन्थ्यो नि, उहाँको लुगाहरू, पसलमा आएको सानोतिनो लुगाहरू मैले सिलाउन सक्ने चाहिँ म सिलाइदिन्थेँ। त्यसै उहाँसँग चाहिँ म पैसा पनि लिँदैन थिएँ है। यसरी नै मलाई चाहिँ सिलाउनलाई चाहिँ अगाडि बढ्दै गएँ, म सिक्दै गएँ र मेरो धेरै चाहिँ मैले युट्युबबाट पनि सिकेको हो। यसको मेरो सिलाइ जर्नी हजुरहरू मैले कसरी सिलाइ सिकेँ र कसरी मैले सिलाइ सिकेर यसरी युट्युबतिर आएँ भनेर चाहिँ भिडियोहरू हजुरहरूलाई चाहिँ जान्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूले चाहिँ म यसको पुरै भिडियो लिएर आउनेछु, मैले सिलाइ कसरी सिकेँ भनेर। अनि तपाईँहरूले पनि यसै गरेर नै बिस्तारै बिस्तारै नै अनुभव बटुल्दै जानुपर्छ अनि सिलाइ सिक्दै जानुपर्छ। आज सुरु नगरे भोलि पनि यही डर रहन्छ। त्यसैले सानो कदमबाटै सुरु गर्नुपर्छ हामीले, होइन। तपाईँहरूलाई पनि सिलाइ काम सुरु गर्दा कस्तो डर लागेको थियो या गर्दै हुनुहुन्छ, गरिसक्नुभयो, के छ कमेन्टमा लेख्नुहोस्। अनि यस्तो सिलाइ सम्बन्धी उपयोगी भिडियोहरू चाहनुहुन्छ भने चाहिँ सविता सिलाइ सेन्टरलाई सब्सक्राइब गरिराख्नुहोस्। मैले अहिले हाल तपाईँहरूलाई कपडा कटिङ गरेर र सिलाएर देखाउन नसके पनि मैले जति पनि सिलाइमा भोगेको कुराहरू सेयर गरेर अनुभव गरेर हजुरहरूलाई चाहिँ सिलाइ सम्बन्धी भिडियोहरू दिनेछु है।